दिन एउटा बिरालोको बच्चा गम्भीर रूपमा बिरामी भयो। उसको आमा बिरालो आफ्नो बच्चालाई अस्पताल लगिन्। डाक्टरले भने, तपाईको बच्चालाई भर्ना गर्नुपर्छ, यसलाई गम्भीर समस्या छ। तर बिरालोसँग उपचारको लागि पैसा थिएन। आँसु झार्दै उनले डाक्टरसँग बिन्ती गरिन्, कृपया मेरो बच्चालाई बचाइदिनुहोस्, मसँग पैसा छैन। तर डाक्टरले पैसा बिना उपचार सम्भव नभएको भन्दै फर्काइदिए। दुखी बिरालो निराश भइन्। तर अचानक उनलाई एउटा उपाय सुझ्यो। बच्चालाई त्यहीँ छोडेर उनी योजना बनाउन लागिन्। बिरालो सुन खोज्ने विचारले मुसाकोमा पुगिन्। मुसाले भन्यो, यदि तिमी आफ्नो बच्चाको उपचार गर्न चाहन्छौ भने म तिमीलाई एउटा सुन खानी देखाउँछु, साथै खन्ने मेसिन पनि दिन्छु। बिरालो उत्साहित भइन् र त्यही गरिन्। सुन खानीमा पुगेर मेसिनले खनेपछि अन्ततः सुन भेट्टाइन्। खुसीले गदगद हुँदै उनी सुन लिएर डाक्टर कहाँ गइन् र भनिन्, डाक्टर साहब, म सुन लिएर आएँ, कृपया मेरो बच्चाको उपचार गर्नुहोस्। डाक्टरले सुन लिएर बिरालोको बच्चाको उपचार गरे। तर बच्चा पूर्ण रूपमा निको हुन 1 वर्ष लाग्यो। अन्ततः बिरालोको मेहनत